यो काठमाडौँ गोर्खाजका लागि नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणमा साँच्चीकैको उत्कृष्ट पुनरागमन हो। लगातार 2 हारपछि फेरि जितको लयमा फर्किनुले टिमको आत्मविश्वास बढाएको हुनुपर्छ। मुख्य जानकारी। खेल काठमाडौँ गोर्खाज विरुद्ध लुम्बिनी लायन्स। नतिजा काठमाडौँ गोर्खाज 22 रनले विजयी। स्थान टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर। अङ्क तालिका यो जितसँगै काठमाडौँ गोर्खाज 4 खेलमा 2 जितका साथ 4 अङ्क जोडेर तेस्रो स्थानमा उक्लिएको छ। जितका मुख्य कारणहरू। कप्तान करण केसीको विस्फोटक ब्याटिङ। 9औं नम्बरमा ब्याटिङमा आएका कप्तान करण केसीले मात्र 11 बलमा 4 छक्का र 1 चौका सहित अभिजित 34 रनको आक्रामक पारी खेले, जसले टिमको स्कोर 157 का मुनि 8 सम्म पुर्याउन निर्णायक भूमिका खेल्यो। मध्यक्रमको योगदान। ओपनर आकाश त्रिपाठीले 32 रन र सन्तोष यादवले 26 रन जोडेर टिमलाई राम्रो योगफलतर्फ डोर्याएका थिए। बलिङमा सन्तुलन। 158 रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सलाई 19.1 ओभरमा 135 रनमै अलआउट गर्न काठमाडौँका बलरहरू सफल रहे। मिलिन्द कुमार र जेराड एरासमसले 2देखि 2 विकेट लिए भने करण केसी, साहब आलम, सन्तोष यादव र राशिद खानले 1देखि 1 विकेट लिएर सामूहिक प्रदर्शन गरे। लुम्बिनी लायन्सका लागि भने यो लगातार दोस्रो हार हो, जसले गर्दा उनीहरूमाथि दबाव बढेको देखिन्छ। यस जितले काठमाडौँ गोर्खाजलाई प्लेअफको दौडमा मजबुत बनाएको छ। क्रिकेटमा यसरी हारपछि पुनरागमन गर्नु टिमको चरित्रलाई देखाउँछ। तपाईँ एनपीएलका अन्य खेलहरूको बारेमा केही जान्न चाहनुहुन्छ?